हेलो गुड मर्निङ आज चाहिँ मेरो के हो आज ट्युजडे मेरो एकदमै बिजी सेड्युल होइन बिहान उठेँ नुहाइधुवाइ गरेँ अब मन्दिर जाने कुरा भयो होइन नयाँ ठाउँ कहाँ मन्दिरहरू थाहा छैन मन्दिर जानु अगाडि त स्किन केयर फर्स्ट आउँछ हामी चाहिँ मन्दिर जान्छौँ मन्दिरबाट आएपछि घरमा रेडी भएर चाहिँ हामी कहाँ जान्छौँ ग्रेजुएसनमा टोपी हल्लाउँदै गर्ने हो कि त्यस्तो एक्साइटेड चाहिँ होइन तर एउटा मेरो त्यो एचिभमेन्ट भन्छ नि हो त्यही हो कि त्यही त अरू केही भन्नु छ अरू टु बी कन्टिन्यू अहिलेलाई चाहिँ अलिकति हतार हतार भइसक्यो हुन्छ यसको लागि धेरै धेरै धन्यवाद भन्नु मैले ल हामी लाग्यो मन्दिरतिर तर मेरो फोन पनि आज नमुना देखिरहेको छ हेर्नु मेरो आँखा कत्रो सुन्नेको रातभरि नसुतेर नसुतेर होइन हौ 11 बजी सुतेको फिल्म हेर्दा पनि गाइस मिलाउनुहुन्छ उहाँ चाहिँ कस्तो फिल्म थियो छ्या हेलो गाइजहरू हामी चाहिँ मन्दिर आइसक्यौँ यो चाहिँ हाम्रो घर छेउको मन्दिर नाच न सबैले यहीँ भिडियोबाट दर्शन गर्नुहोला हाम्रो चाहिँ यो घर छेउको मन्दिर है कहिले यो घर अन्त मन्दिरभरि आशीर्वाद मागेर ध्वस्तै छ हामी गुरी आमा हाई भन्नु देवी हजुर आँखा मिल्दैन यहीबाट डोक्ने घन्टी बजाउने घन्टी चाहिँ कि जहिले पर्दाखेरि लेखले बजाउने र नाच्ने एकखेप नाच्नु न मलाई आउँदैन हौ चाहिँ थोरै 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 यति हो मैले नाच्ने थोरै हौ सानो टिका लगाइदिनु न सबम सदा लक्ष्मीजी बलिके सु सदा जीवी सदा सुखी मन्त्रास्ता सफला सन्तु सन्तु मनोरथ शत्रुण बुद्धिना स्वस्तु मित्रणा मुदयस्तव शिवशङ्कर ल मेरो चाहिँ ग्रेजुएसन भएर होइन जुनियरले चाहिँ फेरि मलाई सरप्राइज केक अनि फ्लावर बुके लिएर आइरहेछ अनि हामी चाहिँ घरमै सेलिब्रेट गर्न लाग्छौँ अनि बल्ल हामी ग्रेजुएसनमा जान्छौँ मिल्दैन खाए जस्तो म चाहिँ है बाबा किन होइन खानु हुँदैन क्या मलाई म मिल्दैन के हुन्छ थोरै हातमा यति मात्रै यति त हुन्छ यति मात्रै है थ्याङ्क यू रानी ल दिदी पनि एकजना आऊ त पाल पाल गर्दै फोटो खिच्न मम्मी ल आऊ तिमीहरू त एक्लै छ नि एक्लै छ भेज दिएर खाऊ ठुला देऊ गप्प यो बिजुला देऊ धन्यवाद तिमीलाई धेरै 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 बधाई छ होइन थ्याङ्क यू गराइदिनु न तपाईँ जल्दी न म कहाँ भन्छु फोटो खिच्दै केक सेक काटेर मलाई चाहिँ कस्तो निकै ठुलो सेलिब्रेटी नै जस्तो फिल भइरहेछ है आज चाहिँ हुन त आज मेरै दिन हो होइन जुनी हो आइज यता तपाईँ थ्याङ्क यू दिनु पऱ्यो नि त थ्याङ्क यू सो मच ओके छ त यसरी कुटेर थ्याङ्क यू चाहिँ कस्तो कसले गर्छ हौ गाई केक हेर्नु ल उहाँलाई एकदम सानो उपहार के भन्छ सरप्राइज दिएको क्या मैले ल तिम्रो सरप्राइज पनि सरप्राइज भयो थ्याङ्क यू सो मच ल बाई बाई अब हामी सी यू इन
ग्रेजुएसन हल है हल होइन ग्राउन्ड हो यहाँनिर भित्तामा चाहिँ तिम्रो ग्रेजुएसन र मेरो फोटो नि रहेछ तिम्रो ग्रेजुएसनको फोटो थियो यो चाहिँ मेरो प्यारेन्ट्स बनेर राखी आइज यता र गरिहालेँ अनि बहिनीले लिएर आइदिएको ल सिउ गाइस त्यहीँ गएर भेटौँला त्यही त दिदीको ग्रेजुएसनमा हिँडेको भनेर एउटा मेसेज छोड न मेसेज मेरो दिदीको ग्रेजुएसनमा जानु छ भरे आएर बोल्छु भन न होइन हेलो के छ भनेको के भन्नु र त त्यही भने यो चाहिँ यस्तो बुर्का बाँधेर हिँड्नुपर्छ धुलो छ फेरि छैन लेख छिटो कता भयो नेट छैन नेट हजुर यिनीहरू त परिरहेको छ हो हामी चाहिँ टोलीहरू चाहिँ ग्रेजुएसनमा जाँदैछौँ कसको ग्रेजुएसन अरे ग्रेजुएसन भन्दा नि हेर्न मुखसुख बाँधेर हिँड्दाखेरि कस्तो बिरामी जस्तो देखेको त्यो सक्स नलाएको नि हुन्थ्यो अहिले गाडीमा गएर केटीहरूसँग चाहिँ हामी ग्याङहरू हेर्दैछौँ उसलाई कब्जा हुनसक्छ होइन यहाँ इटेरीमा अब यति राम्री मान्छेलाई जोगाउनै गाह्रो भइसक्यो मलाई अनि त्यही भएर चाहिँ हामी सेक्युरिटी भएर हिँडेका तपाईँलाई चाहिँ कस्तो हुँदैछ त यस्तो आफ्नो के भन्छ के पो भन्छ छोराछोरीको प्रगति देखेर मम्मी एकदम खुसी हुनुहुन्छ होइन हाई गर्नु न हौ तपाईँ यस्तो हाई त्यस्तो चाहिँ नदेखाउनु फुलले फेरि मलाई फेरि त मलाई तर उहाँ भन्ने पनि चिन्नु भएन टिभीमा देखाउँछु म तपाईँलाई गन्तव्य चाहिँ आएको छैन यहाँ म्याच रिजर्भ लिए जस्तै कस्तो खाँदा र खाँद ठाउँ नपुगाएर पुग भने जस्तो क्या दुईजना पुग्नु नि त्यहाँ गाह्रो छ म्याजिकमा चढ्नुलाई गाह्रो छ पुलिसहरू हेर्नु के हो दिदी सेलाउनु भएको हो के भयो भोलि चाहिँ कहाँ जाने पो अरे त्यता जाँदा के लाग्छ हो प्लास्टिकको प्लास्टिक जिन्दाबाद मम्मी त मक्कै हुन्छ म्याजिकबाट आधा बाटो आएर म्याजिकको त अब युनिभर्सिटी सवार हुँदै आन्टी हाई हामी त एकदम म्याजिकबाट ओर्ल्यो गाडीमै हिँडेका गाडी नै हिँडेका गाडी हो नि त पर्सनल आफ्नो अनुहार त फेरि यस्तो छोपेर सेफ्टी त अप्नाउनु पर्यो नि त गाइजहरू गाह्रो छ यति धेरै धुलो छ नि यो बाटो खन्दैछ कि त्यही भएर यो विश्वविद्यालय जाने बाटो यस्तो धुलो छ हजुर कसलाई अरे केपीहरूलाई यस्तो बाटो छ खोइ के आउला यतै आउने हो र के अहिले त पुरै बजार छ बजार यता त यतिको पानी हाल्दा त्यस्तो गऱ्यो अनि चाहिँ झोलो खान पाइएन नत्र त पाउडर हो पाउडर फेरिको पाउडर यतिको हो यस्तो राम्रो राम्रो जामै जान्छ यार यतिको चाहिँ पऱ्यो है तर यार यो दिदीको ग्रेजुएसन भनेको त सबले के हो नि यतिको भिडभाड चाहिँ चलफल चाहिँ हुनुपर्छ है चलफल आउनु है गाइजहरू यता के अरे यो माहौलले पनि गाडीहरू भिआइपीहरू आउनुभएको रहेछ हामीलाई भेट्न
हामी यस्तो सेलिब्रिटीहरूलाई भेट्नु ल फाइनल्ली हुन आँट्यो टाउको ठुलो कि टोपी ठुलो ठिक्क हो यो दर्शकहरू अब त भइहाल्यो नि फाइनल्ली ग्रेजुएट कस्तो लागिरहेछ तपाईँलाई एकदम फिलिङ गोल्डी 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 सिलुले मार्दै नि फेरि गरिमामय 13औं दीक्षान्त समारोहमा दीक्षित हुनका लागि विभिन्न संकाय अन्तर्गत सफल हुनुभएका सम्पूर्ण दीक्षित विद्यार्थीहरू त्यसैगरी उपस्थित पत्रकारहरू अभिभावकहरू स्वर्ण पदक हासिल गर्नुहुने दीक्षित विद्यार्थीहरू र सम्पूर्ण आगन्तुक दीक्षान्त समारोह मण्डपमा दीक्षान्त प्रोसेसन सहितको विशेष कार्यक्रम आयोजना हुन गइरहेको कुरा सबै यो मण्डपभित्र छरिएर रहनुभएका सम्पूर्ण मानवहरूलाई व्यवस्थित तवरले आफ्नो सिटमा राखिदिनु म सम्पूर्ण स्वयंसेवक भाइ बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो निमन्त्रणालाई स्वीकारेर आजको गरिमामय कार्यक्रममा उपस्थित हुनुभएका र मण्डप बाहिर रहनुभएको एकैछिनमा सम्माननीय प्रधानमन्त्रीज्यूको आगमन हामीले सुनिरहेका छौँ। हेलिकप्टरको आवाज आइसकेको छ। एकैछिनमा मण्डपको विशेष कार्यक्रम आयोजना हुने भएकाले लाइन चाहिँ बुकको लागि है यस्तो भिड थियो अनि त्यसपछि बहिनी चाहिँ लाइन बसी अनि फाइनल्ली लियो गर्दै चिच्चाइरहेको थिएँ। यस्तो बिजोग भयो नि आमा